Hello guys, welcome to my vlog. Hello guys, welcome to my vlog. आज चाहिँ म तिहारको लागि घर जाँदैछु है। भाइ चाहिँ हिजै गयो अनि मेरो चाहिँ एउटा सुट थियो अनि त्यसले गर्दाखेरि म रोकिनु पर्यो अनि आज चाहिँ म एक्लै जाँदैछु। अहिले म नागडुङ्गादेखि तल के भन्छ है यसलाई यहाँनिर आइपुगेँ अनि कस्तो यो मर्निङ होइन सनराइज अनि पहाडीपट्टि चाहिँ हिमाल कस्तो राम्रो देखिएको के यसो रोकेर अनि बनाउनु मन लाग्यो। आज चाहिँ म काठमाडौँदेखि चनौटा कपिलेश्वर जाँदैछु। के कस्तो लाग्छ हजुरहरूलाई यसो हेर्दै गर्नु होला। च्यानललाई सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरिदिनुहोस्। अनि अब लेट आइरहेछ भिडियो, अब बनाउन भ्याइरहेको छैन, अब त्यो मेरो आफ्नै अब समस्याले गर्दाखेरि हो। हेर्नु न कस्तो राम्रो भ्यूहरू के यो मर्निङ सनराइज है, टक्क बिहान घाम अनि हामी चाहिँ आगो माथिबाट त्यो गाडी देखिन्छ कि देखिन्न है, सायद देखिँदैन होला। त्यो हो त्यो परको त्यो बाटोबाट आएको हामी चाहिँ है, हामीभन्दा नि म आएको त्यो माथि छ हेर्नु त माथि फोकस आउट पो भयो त त्यहाँ गयो फोकस हो त्यहाँबाट आएको हेर्नु त यहाँ बिचमा नलिँदो रहेछ फोकस किन हो यो परबाट आएको हामी चाहिँ म चाहिँ है यहाँबाट अनि यहाँ तल आइपुग्यो के भन्छ। अनि यो हेर्नु न हिमाल कस्तो राम्रो के, म त अनि यसकै लागि भन्दै रोकेँ हो नि त खासमा। अनि हेर्नु त वाउ नेपाल त अनि नेचरको त ब्युटिफुल नै हो नि है। त्यसलाई अलिकति राम्रोसँग प्रचार प्रसार अब त्यसको सम्वर्धन अब त्यसको के गर्नुपर्ने हो त्यसको अलिकति नगरेर पो हो त। नेपाल त वाउ छ नि हेर्नु त हिमाल कस्तो राम्रो। ल अब चाहिँ म यही बाटो हुँदै मेरो बाइक चाहिँ त्यहाँ छ है, हेर्नु होला मेरो बाइक चाहिँ त्यहाँ छ। अनि अब चाहिँ म निस्किन्छु यहाँबाट यो बाटो हुँदै तल अब मुगलिन हुँदै मुगलिनबाट नारायणघाटबाट चितवनबाट फेरि अगाडि दाउनेबाट बल्ल बुटोल अनि बल्ल कपिलेश्वर आउँछ है त। म चाहिँ अहिले जाँदैछु। ल अब बिचमा अब मिल्दैन, एक्लै छु बाइकमा आज राइड गर्दाखेरि अब चलाउनु पनि पऱ्यो अनि खिच्दा अलिकति मिल्दैन अप्ठ्यारो हुन्छ, तर मिलेसम्म म खिच्ने प्रयास गर्नेछु। हजुरहरूले हेर्दै गर्नु होला है। ल अहिलेको लागि चाहिँ बाई बाई। अलिकति अगाडि आइपुगेको यहाँ कस्तो राम्रो त्यो बफाली फुल के भन्छ त्यसलाई सयपत्री फुलहरू बारीभरि के त्यो बाटैभरि होइन कस्तो राम्रो देखियो क्या। अनि त्यसले गर्दाखेरि हिँडेर खिच्न मन लागिहाल्यो, एकदमै राम्रो के हेर्दाखेरि वाउ टाइपको छ टक्क होइन तल माथि बाटामै। अनि यो धेरै अगाडि आएन, म ठ्याक्कै अलिकति अगाडि आएको यो के भन्छ पाण्डे खाजा घर यहाँ के छ धुनी बेसी कानाकोट भन्ने ठाउँदेखि यहाँनिर आइपुगेको थिएँ होइन। अनि कस्तो राम्रो देखियो क्या त्यो नखिची त मलाई हिँड्नै मन लागेन। त्यो हेर्नु त ऊ त्यो पर कस्तो राम्रो के वाउ 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 वाउ। मोबाइलमा चाहिँ त्यति अब राम्रो नदेखिँदो रहेछ है, तर कस्तो दामी लागेको थियो क्या मलाई चाहिँ अघि त्यहाँको त बाइकमा सर आउँदै गर्दाखेरि दामी देखेँ। अनि त्यसपछि रोकेको पन्जाब बस्छु फेरि यहाँ कस्तो दामी देख्छ खिच्दा गर्दा चाहिँ एउटै नदेखिँदो रहेछ। अब सायद न्युट्रलमा यहाँ गुड्दै त मैले सर अलिअलि खिच्ने थिएँ तर न्युट्रलमा गुड्दैन, साथी गाह्रो छ अलिअलि ओह्रालो भएको भएर गुड्छ कि भनेको। हेर्नु त कस्तो दामी नेपाल त नेपालै हो नि, नेचर ब्युटिफुल नेसन है। आहा वाह 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 वाह
बवाल छ नि बवाल हेर्नु त मैले एउटा सानो एउटा मिनी ट्राइपोड चाहिँ लिन सकेको है ल गाइस अब जाँदैछु यात्रामा सकेसम्म मिलेसम्म यस्तै ओह्रालो बाटो भएसम्म चाहिँ म हजुरहरूलाई देखाउनेछु खिच्ने कोसिस गर्दैछु है म ठाउँमा हजुरहरूलाई देखाउने छु अहिले चाहिँ बाई बाई morning time finally खाना आएर अब चाहिँ निस्किन्छु है त गाइस हेलो गाइस फाइनली दाउनेको बाटोमा छु म लास्ट थाकेर बाइक यहाँ छ म यता सिन्टेस्ट गर्न आएको लास्ट थाकेर गाइस ब्याक हेर्नु त अझै पनि मान्छेहरू आवाजात भइरहेछ लास्ट थाक्यो लास्ट यो दाउनेको बाटो क्लियर चाहिँ कहिले हुने होला यति क्लियर भयो त लगभग अरू त सब राम्रो भइसकेको छ कि बाटो दाउनेको बाटोमा चाहिँ एकदम खतम बाटो भयो यति बन्न पाए धेरै राम्रो हुन्थ्यो त्यो पर के ठाउँ हो खै यो बाटो हुँदै आइन्छ है त गाइज दाउनेको बाटो त्यस्तै त हो है नेपालको बाटो अब के भन्नु कहिले फाइनल हुने होइन त्यस्तै छ गाइज ल अगाडि म हजुरलाई देखाउँदै जानेछु बाई बाई हेलो गाइज है फाइनली दाउनले कट्यो भन्दा चाहिँ अब लगभग कस्तो लाग्यो होइन यस्तै बाटो पुरै भइदियो त दाउनले कस्तो मजा आउँथ्यो होला है के गर्नु कहिले हुने होला गाह्रो छ यार राइडरहरूलाई झन् गाह्रो छ फाइनली अब यो चाहिँ के भयो दाउनले पछि के आउँछ हो ट्याक्कै बिर्स्यो हो म त त्यहाँ चाहिँ के हो आगो लाग्यो कि हो जङ्गलमा चाँडै आगो लाग्नु थालेछ त ठाउँमा लगाएको के हो खास त्यहाँ केही कम्पनी हो कि साथी हो पुग्यो कति 1:30 होला होटल पुगिन्छ कि जस्तो लाग्छ बसिरहन्छ आज चाहिँ आफ्नो राइडमा चाहिँ सेफ भएर बिस्तारै आरामले हिँड्नु पऱ्यो होइन ट्राफिक भिड अहिले चाहिँ म राख्दै बिचमा कतै मिल्यो भने फेरि गराउनेछु अहिलेको लागि चाहिँ अब के त्यति नै हुन्छ होला है बाई बाई अब यो तलको यो के हो खबर आइपुग्यो के पो भन्छ कि कस्तो बेसी हो नलपरासी नै पर्छ होला यो के पो भन्छ नलपरासीको खै समथिङ के भन्छ है लगाइस् बाई बाई